सो गाइस हाम्रो केटाहरू आइसक्यो है केटा चाहिँ आइसक्यो र हामी पनि हिँड्यौँ है पुलिस रहेछ के समाजै यस्तो लास्टै गाह्रो हुन्छ गाइस आज चाहिँ अलिकति जाम पनि अलिक बढी छ है अलिक गाडीको चाप अलिक बढी छ कि आज र हामी चाहिँ अब यहाँबाट कुलीखानीसम्म हिँडिरहेछौँ कुलीखानीबाट थाहा हुन्छ हाम्रो कति जाने भनेर फाट रहेछ त है यहाँ यता क्या फाट रहेछ कि गाइस हामी चाहिँ दौड आइपुग्यौँ है अब चाहिँ ल टक्क लाएर मासतिरको भ्यू पनि खतरा रहेछ त है ठ्याक्कै दाउदा आइपुग्यो त्यहाँ तल चाहिँ पोखरी छ है यहाँनिर
हो र उनीको चाहिँ फोन आएर है अब हामी चाहिँ बिस्तारै गइदिउँ नि त सँगै जाने हो होइन त्यो छ र त्यो गाइस अब हामी एकैचोटि उता कुलेखानीमा गएर भेटौँ है अब यहाँनिर चाहिँ अलिकति त्यस्तै छ है धुलो धुवाले गर्दाखेरि एकैचोटि कुलेखानीतिर गएर भेटौँला सो फाइनली हामी चाहिँ अब कुलेखानी आइसक्यो है देख्न सक्नुहुन्छ यत्रो ठुलो ड्याम छ हाम्रो यहाँ छ एउटा उता छ है टक्क लाएर ल गाइस माथिसम्म रहेछ यार त्यो अब यतातिर बसेर फोटोसोटो खिचेर अनि चल्दैनुपर्छ केटाहरू हेलो के रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेछ नि धेरै खिचिरहेछ है टक्क लाएर अब यता घुम्यो अब मासतिर गएर हामी टच गर्न जाने हो नि त PS वर्ल्ड टच गर्न जानुपर्ने छ गाइस अब चाहिँ हामी हिँड्न लागिसक्यौँ र हेलमेट पनि चेन्ज गरिसक्यौँ उसले चाहिँ अब त्यसबाट खिच्छ हाम्रो भिडियो पनि चेन्ज भएर छ त्यही ल जाउँ सट्ट लाएर हेर्ने है अब चाहिँ त्यहाँ तल गएर अझ हामीले चाहिँ तलै गएर चाहिँ हेर्नलाई चाहिँ खोजिरहेको छौँ सायद उता मासतिरबाट पाउँछ होला अनि बिस्तारै है केटा हाम्रो हाम्रो चाहिँ दुईवटा घोडाहरू चाहिँ यहाँ बसिरहेछ एउटा घोडा यहाँ छ एउटा घोडा त्यहाँ के ल यहाँनिर हामी चाहिँ ठ्याक्कै कुलेखानी आइसक्यो है यहाँनिर ढुङ्गाहरू मर्मत पनि हुँदैछ हामी पनि ठ्याक्कै आइपुग्यो तर दामी रहेछ है घुम्न आउनलाई चाहिँ मजाले छ है मजाले घाम तापेर के अरे है ल खानकीलाई पनि एकदम व्यवस्था चाहिँ राम्रो छ है यहाँनिर चटपटे के खाने खानाको लागि पछाडि देखिरहनु भयो होला ठुल्ठुलो होटेल छ र यहाँनिर ल गाइस ल मस्त मगन जाँदो रहेछ त यार मस्त मगन जाँदो रहेछ त राख्नुमा चाहिँ के बोकेर हिँड्दा है भारी यो झ्याप्पा लाएर यस्तो टक्क लाएर मर्मत हुँदैछ ल केटा हो मेरो राम्रो खिच्दा है एउटा पोज दिएर बस्नु पनि छ ऊ माथि पुल रहेछ यार ऊ त झलुङ्गे पुलबाट नि हेर्दो रहेछन् मान्छेहरू चाहिँ है तर हामी हेर्दैनौँ नि हामी चाहिँ किनभने यहीँ तलै गएर बस्छौँ यो एक राउन्ड पुरै हानिदिन्छ होला है ऊ त्यसम्म त्यो गाइस ल तपाईँहरू पनि आउन चाहने हुनुहुन्छ भने चाहिँ धेरै खर्च लाग्दैन तेल खर्च मात्रै लिएर आउनुहोस् काठमाडौँदेखिबाट त धेरै लाग्दैन रहेछ खर्च पनि धेरै नलाग्ने है अब आफू यहाँ आएर खाने त छुट्टै छ यो चाहिँ अब बाइक खर्च चाहिँ धेरै नलाग्दो रहेछ है बाइक अब गाडी खर्च लाग्यो भने त अब सबैजना टिम मिलेर आउने हो है झन् सस्तै परिहाल्छ जो केटाहरू टक्क 2-4 जना ग्रुप मिलेर आउँदा चाहिँ राम्रो हुँदैछ ल गाइस अब फोटोसोटो खिचौँ अनि हामी निस्किन्छौँ त्यही हेर्दै गर्नु होला गाइस हाम्रो चाहिँ यही फोटोसुट भइरहेछ है यसरी चौरमा मजाले बसेर त्यहाँनिर चट्ट लाएर कस्तो कालो भएको यार गाइस